जसले भ्रष्टाचार गरेको छ उसमाथि कानुन बमोजिम अब अनुसन्धान र कारबाही हुनुपर्छ। त्यो व्यक्ति नेपाली काङ्ग्रेसको नेता होस्, कुनै अर्को दलको नेता होस्, पूर्व प्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी होस्, कानुनभन्दा माथि कोही छैन। हामी यो देशमा विधिको शासन चलाउँदैछौँ कि सिंहदरबारभित्र कुनै अदृश्य गृहको हुकुमी जङ्गलराज जन्माउँदैछौँ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सिर्जना गरिएको। म आज यहाँ जाजरकोटका जनताको प्रतिनिधित्व गर्दै उनीहरूको आवाज बोकेर यो गरिमामय सदनमा उभिएको छु। जाजरकोटका आम नागरिक र नेपाली जनताको तर्फबाट म सोध्न चाहन्छु, हामी यो देशमा विधिको शासन चलाउँदैछौँ कि सिंहदरबारभित्र कुनै अदृश्य गृहको हुकुमी जङ्गलराज जन्माउँदैछौँ? हिजो यसै सदनमा मान्य नरेन्द्र गुरुङज्यूले एउटा अत्यन्तै गम्भीर विषय उठान गर्नुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सिर्जना गरिएको, विशेष व्यक्ति विरुद्ध पक्रापुर्जी जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। त्यसपछि यस विषयमा थप समाचारहरू पनि प्रकाशित भएका छन्। ती समाचारहरूका अनुसार अख्तियारका अधिकारीहरू मात्र होइन, एकजना विदेशी राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार भएको भन्ने आरोप सार्वजनिक भएका छन्। म नेपाली काङ्ग्रेसको तर्फबाट स्पष्ट भन्न चाहन्छु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका कुनै पनि घटनामाथि छानबिन गर्नुपर्छ। जसले सार्वजनिक पदको दुरुपयोग गरेको छ, जसले भ्रष्टाचार गरेको छ उसमाथि कानुन बमोजिम अब अनुसन्धान र कारबाही हुनुपर्छ। त्यो व्यक्ति नेपाली काङ्ग्रेसको नेता होस्, कुनै अर्को दलको नेता होस्, पूर्व प्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी होस्, कानुनभन्दा माथि कोही छैन। यस विषयमा नेपाली काङ्ग्रेसको धारणा स्पष्ट छ। तर सभामुख महोदय, लोकतान्त्रिक व्यवस्थामा हामीले परिणाम मात्र हेरेर पुग्दैन, त्यो परिणाममा पुग्ने प्रक्रिया विधिसम्मत छ कि छैन, प्रक्रिया स्थापित कानुन बमोजिम छ कि छैन भन्ने कुरा मुख्य हुन्छ। सिङ्गो देश आज स्तब्ध छ। लोकतन्त्र, विधि प्रक्रिया, संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वेच्छाचारिता देखेर अचम्मित भएका छन्। प्रधानमन्त्रीज्यूले बुझ्नुभएको छ कि छैन? अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एन्ड ब्यालेन्स कायम गर्ने हो। अख्तियार कसैको गोजीको संस्था कदापि होइन। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने? सभामुख महोदय, कुनै बेला केटाकेटी छँदा पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरिएको विषय मैले सुनेको थिएँ। ठ्याक्कै त्यस्तै आज लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ। प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान र कानुन नचिन्नेका, केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। जनतामा एउटा गम्भीर चिन्ता छ। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि अरूको बसेका अरू कोही मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। यदि यस्ता आरोपहरू सत्य हुन् भने यो लोकतन्त्रका लागि शुभ सङ्केत होइन। आफ्नो भनाइ छोट्यौँ मान्य सदस्य। छोट्याए सभामुख महोदय, लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। सम्माननीय सभामुख महोदय, हामीले यो गरिमामय सदनमा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्र र नागरिकको हितमा निरन्तर गम्भीर प्रश्नहरू उठाइरहेका छौँ। सरकारसँग स्पष्टीकरण मागिरहेका छौँ। तर विडम्बना, यो सत्ता र सरकार हाम्रा पक्षहरूलाई नजरअन्दाज गर्दै निरन्तर रूपमा विषयान्तरण गर्न व्यस्त छ। यहाँ विभिन्न किसिमका विवादास्पद कुराहरू भएका छन्। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी अभिव्यक्ति दिनुहुन्छ। एकजना जिम्मेवार मन्त्रीज्यू कसै ठेकेदारको खुट्टा भाँचिदिन्छु भन्दै हिँड्नुहुन्छ। करको दर नै हेरफेर गर्नुभएको गम्भीर आरोप लागेको छ। उता शिक्षा क्षेत्रमा पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूको हजारौं कापी मिसिङ छ। उनीहरूको भविष्यमाथि खेलवाड गरिएको छ। जुन संसदले प्रधानमन्त्री बनायो त्यही संसदको सामना प्रधानमन्त्रीज्यू किन डराउनुहुन्छ? सीमाको विषय होस् या बजेटको प्रश्न प्रधानमन्त्री सदनमा आएर जवाब दिन चाहनुहुन्न। प्रधानमन्त्री संसदमा नआउनु भनेको हामी प्रतिपक्षलाई मात्र हेपेको होइन, सिङ्गो देश आम नागरिकलाई हेपेको छ। सम्माननीय सभामुख महोदय, म अन्तिममा मेरो विनम्र अनुरोध यो छ कि यो विषयलाई यत्तिकै ओझेलमा पर्न नदियोस्, यो प्रश्नलाई यत्तिकै मर्न नदियोस्। संसदमा उठेको यस्तो गम्भीर प्रश्नको उत्तर खोज्ने दायित्व पनि संसदकै हो। त्यसैले सदनको गरिमा, संवैधानिक निकायको स्वतन्त्रता र
लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि आवश्यक पहल गरियोस्। धन्यवाद। जय नेपाल।